कस्तो लागिरहेछ त तपाईँलाई? ठुलो नमस्कार। कस्तो लागिरहेछ त नि तपाईँलाई? टिका लाएर पैसा दिनु मन लाग्छ? कपडा बाँधेपछि कपडाको इसाराले बिनाजु नमस्कार। सन्चै हुनुहुन्छ? हुनु होला भन्नु न। सन्चै छ बाबु अहिलेसम्मलाई। अनि कस्तो लाग्छ त नि? राम्रो लाग्छ। राम्रो लाग्छ। राम्रो लाग्छ। यो त राम्रो लाग्यो। रौसी कस्तो लाग्छ? ए रौसी त मैले खान्न। हिजो दिएन नि हिजो उहाँ? चलेन। चलेन। चल्छ हल्ला चल्छ नि छोराहरू गर्ने हो भनेर पैसा भेजेर दिनु तपाईँसँग त पैसा भने खोज नि गर्न लाग्नु एकैचोटि के खोज्ने क्या फास्ट खोजिहाल्ने हो। गुड यो हो कि फास्ट है। ल है कसले भेटायो है? भेटाउनै पर्छ है, भेटाउनै पर्छ। विशालले भेटाइ जस्तो छन् कि बुढीलाई दिन लाग्छन् क्या त्यहाँ। शङ्का लाग्यो मलाई, बुढीलाई त हार्न दिन्न भन्ने भएको क्या। ए ल यता क्यामेरातिर देखाउनु त ल त। ठुलमामी भेट्टाइन्ने त बुहारीले त। त्यसो त कहाँ हुन्छ? खोइ हातमै राखिराख है। ल खोल फेरि 1 2 3 गो। ल फास्ट विशाल अलि चाँडै के भएन कि ढिलो हो कि? भेटाइयो विशालले के ठुलबाबु यता जानु न। कसले? बुहारीले। हो उचाल्यो। गुड है। ठुलबाबा कस्तो लागिरहेछ तपाईँलाई? छोराको बिहे हुँदैछ है? केही नि हुन्न। आयो कहिले खाइ अब नानी राख फेरि अब सय राख। ओ चाहियो। अब के गर्ने फेरि? बाबा ठुलबाबा सुन्नु न, बाबुले जति चिजे पनि अब भित्र गएपछि फेरि सबै उतै जान्छ। फेरि एकचोटि भएन।
अक्षर मात्र बरु फेरि फेरि अनि फेसर बराबरी भयो बराबरी हो ल आफूले राख्दो रहेछ सबै नखा साइडमा अलिकति टोक्ने हो कि यहाँ राख अरू टोक्ने यो 5 कि 7 टोक्ने चिन्ताको हाम्रो पार्टी दिएको अनि ठुलो टोक्ने पाँचवटा भयो 5 ठिक भयो अब दाइ एकदमै सर्ट पर्छ खाली गाडी ल पैसा देऊ अघि जितेको पैसा ध्यान भएन नि त्यो त भएन नि त खाली यसरी अब जल खान छुट्टै पैसा दिनु खाऊ सरी खाऊ ठुलो बाबा के गर्नु पर्यो रे पन्ध्र खाऊ छ अरे अनि त्यति भयो धेरै खानु पर्यो गर्नु हो भने फेरि भयो ल पैसा त्यसै सबै खुलाउनु यो काम सकिएन भने जब सक्यो अनि एउटा छुट्टा पारी आसन राख्नुपर्छ कि आसन पैसा पैसा विशाल 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 एकछिन ढिला कि ओ यसो पोल्ने पऱ्यो हेरेर अर्को अझै नानी बाबा तिमी बुढो हो गएर अब के अरू के राम्रो जति दियो नि सुरुमा छोरोलाई हो अनि त्यही हात सोझै बुहारीलाई है त्यत्तिकै हो बुहारीलाई हो बाबु पछाडि जाऊ टिका धेरै नलाइदिनु है थोत्थरै लगाइदिनु टिका अहिले फोटोसुट गर्न पर्छ फेरि
त्यही भनेको त नि जुन हुन्छ धेरै टिका चाहिँ नलगाइदिउँ क्या थोरै लगाइदिनु हुन्छ आशीर्वाद ठुलो हो के पनि हजुर चिन दक्षिणकी रहेछ नै बाबु दुई हात थापा ए एकछिन ऊ ल्याइ त्यही बाबु पछाडि जाऊ रुन पर्छ ठुलो बाबा देखाएर दिनु है यहाँ भिडियोमा एकैछिन ठुलो नानीले मेरो पालो कतिखेर आउला भने हिँड्थ्यो दाइ र भाउजूले त अनि टिका लगाइदिनु हुन्छ नि त अनि बोलाउनु न बोलाउनु पर्दैन रोटी लिएर आउनुपर्छ साइल बा रोटी लिएर आउनुपर्छ भने कसैले बोकेर आउनु पर्यो नि होइन होइन गर्छिन् कि भनेर भयो भन्नुभएको यो गर्दिनन् कि भनेर क्या पाउनु ठुलो मम्मी एकैछिन तपाईँ छेकिनु भयो ठुलो बाबु हल्का पछाडि बसेर लगाइदिनु अहिले पाउनु त एकछिन अहिले पाउनु त्यहाँ टिका लगाउनु दिनु त हट्नु
बोलाएको कता भिडेर बस्नु केही Papa mau kucing. Mau kucing. भइसक्यो भइरहेछ है नचला ए त्यहाँ भइरहेछ क्या नचला ए Kau apa? पाइएन का कम्ती पाइएन अन्त Enggak. अहिले एकछिन पाइन्छ नाच्छ खुसी भएर यो बात डुटीटा भयो टेको लाउनु पर्यो भन्नु यहाँ उता लाउरे हजुरबा दुईटा पेन्सिनवाला लाउरे हजुरबा Kau khitin na. Kau khitin. Abi, no, kele hobi. No, no. Anak bakal, anak bakal. ल मैले त एकचोटि मैले छिटो मैले यो त भएन आमालाई नि नातिले पानी दियो मलाई यो त पुरा सिस्टम मिल्दैन मामा घरको हजुरआमालाई त मिल्दैन हजुरआमा आउनु न यो यस्तो मिल्थ्यो र केही भएन छोड्दैन अब आमाले नि मिल्थेन हजुरआमा के भएन ठुलाले त लगाइदिएपछि सानाले के हुन्छ होइन यो चस्मा त इङ्गेजमेन्ट देखेको हो नि होइन खोल्नु नै भएको छैन छोरोको बिहे नभएसम्म म चस्मा खोल्दिनँ भन्नु भयो नि
हुन्न आज लिन लिए आजै पाउने नत्र अरू बेला त कहाँ पाइयो त लिए त आज पाइयो भनेको चाहिँ फुटफुट्या भन्यो मुर्रा मान्छे भने यत्रो भएको सानो एउटा रोग छैन त्यति बुझेन तिमीलाई हो अरू कोही पनि छैन बाबाको आशीर्वाद दामी छ है चप्पलै सुत्दा ठुलो बाबा म त 52 भन्दा
विशाल नत्र त खा ल बा अहिले हेर्नु न हजुरले कट गर्दै राख्नु बुबुले आने छाता है ईश्वर मामा आउँछ दिन भन न ल पास ल पास ल हातमा गरे हुन्छ नानी हातमा गरे हुन्छ गाइस ये है इस वेल हाउस के ऊपर के घोड़ा में है मेरा भाई मुझे जाना है दुईचोटि दिने यार ए त्यो के अनमा छ होला मान्छे अलिकति यता टर्न भएर लगाऊ है तिम्रो फेस सेक्यो क्या
चिना है बाबु बसेर बाबु अलि टाउको त पैसा नै हो र कति घाटा लाग्यो टाउको तल यसो गरौँ क्या स्याडो भयो यसरी भयो घाममा भयो क्या फेस घाममा भयो क्या ओ माई गड सान्नानलाई त 2000 हो क्या 2000 जस्तो छ है सान्नानलाई
यता हेर के गरेको सामान खान्दिन लौ सानो लौ दादा खाना खायो तिमीले आहा खाएको छैन किन मम्मीले फोडे किन ठुलो मामी दुईटा बुहारीको धनी मान्छे कस्तो लागिरहेको छ राम्रै लाग्यो हेर्नु मलाई जे गर्दा नि जसो पनि म घरिघरि चट्ट रिसाउँछु तर मलाई खुसी मनाएर मेरो बुहारी खुसी हुन् म दुःखी भएर बस्छु मेरो बुहारी रुने होइन फेरि बुढी खुसी भएर बस्छु मेरो बुहारीले मैले रुने होइन मम्मी किन रिसाउनु भयो भनेर तिमीले बुझ्नु कसले गरेका बुहारीसँग मेरा दुइटै मैले रिसाले मैले च्याप्प हाने मम्मी के भएर हान्नु भयो नि मम्मी भन्ने त्यति ज्ञानी भाउ नबनाऊ मलाई सबभन्दा ठुलो खुसी चाहिँ यो रुने होइन फेरि आज रुने होइन है होइन त बाबु मैले के भनेको हो त हो सम्झनु मेरो दुईटा छोरी थिए चारवटा छोरी भयो दुईटा छोरा थिए चारवटा छोरा भयो मम्मी हो आज के भएर रिसाउनु भयो मम्मी भने मेरो मन बुझ्ने बुहारी भइदियो छोरी भयो छोरी होइन बुहारी हो बुहारी होइन छोरी हो मम्मी आज किन रिसाउनु भयो बुढा भनेर छोरो रिसायो भने बुहारीले मम्मी किन रिसाउनु भयो मम्मीसँग नरिसाउनु है भन्छु चाहिएन मेरो नाता नातिना ल जानुहोस् ठुल्ना नि हालिहाल है राईको बिहेमा झ्याममा खानी हो ठुलो अब गाजा
सानाले खिचिरहेको यहाँ सानाले
समात्न पर्यो एकछिन है ल अब के ल हाँसा मात्रै तान्नु पर्यो हो गुड घुमाइदिने अब हो सबैले क्ल्याप गरौँ है मामा यहाँ हेर्नु न मामा हेर्नु न यहाँ डान्स भइरह नि हे यो ओहो हो यसरी हो यसरी गुड सानानी हेर यहाँ डान्स भइरह